नमस्कार, म डाक्टर प्रदीप पाण्डे। आज चाहिँ टिकटकमै बसेर हामी टिकटकको एउटा विषयमा कुरा गर्न गइरहेका छौँ। हामीले कतिपल्ट यस्ता व्यक्तिहरू देख्छौँ जसले चाहिँ टिकटकमा, फेसबुकमा कुनै पनि चिजहरू पोस्ट गर्नुहुन्न, कुनै पनि चिजहरू रिल गर्नुहुन्न। कति मान्छेलाई चाहिँ टिकटकमा फोटो नराख्दा, भिडियो नराख्दा अथवा चाहिँ फेसबुकमा चाहिँ रिल्सहरू नराख्दा, पोस्टहरू नगर्दा उहाँहरूलाई चाहिँ केही छुटेको, गुमेको, मैले गुमाएँ कि जस्तै विभिन्न सेलिब्रेसन्सका पार्ट हुन सक्छन्, म्यारेजका पार्टहरू हुन सक्छन्, आफ्ना जीवनका अचिभमेन्टहरू हुन सक्छन्। त्यो सबै देखाउने रहर हुन्छ, सबैले पोस्ट गर्ने रहर हुन्छ। हामी सबैले त्यो पोस्टहरू गरिरहेका हुन्छौँ भने कति व्यक्तिले चाहिँ त्यो चिजहरूलाई त्यति धेरै प्रायोरिटीमा राख्नुहुन्न। भनेपछि त्यसको ब्याकग्राउन्ड, त्यसको पछिल्लोतिरको साइकोलोजी के हो? कि ती व्यक्तिहरू एन्टी सोसियल हुन् त? जसले चाहिँ टिकटकमा पोस्ट राख्दैनन्, फेसबुकमा पोस्ट राख्दैनन्, फेसबुकमा आफ्नो जीवनका बारेमा केही पनि कुरा कमेन्टै गर्दैनन्, कसैको फोटोलाई लाइक गर्दैनन्, आफूहरूले फोटो पनि पोस्ट गर्दैनन्। कि ती समाजभन्दा बाहिरका व्यक्तिहरू हुन् त? किन ती व्यक्तिहरूले त्यस्तो काम गर्छन् होला? तिनीहरूको पछिल्लोतिरको साइकोलोजिकल ब्याकग्राउन्ड के होला हैन? त्यसको विषयमा रहेर हामी कुरा गर्छौँ। एउटा त के हुनसक्छ भने तपाईँ अहिले भने जस्तै कोही व्यक्ति एन्टी सोसियल हुनसक्छ, कोही मान्छे समाजसँग डराएको हुनसक्छ, एउटा पाटो। तर बाहिरबाट हेर्दा इन्सेक्योर्ड मान्छेले त्यस्तो गर्छन् कि जस्तो लाग्छ। तर अर्को पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ साइकोलोजीले चाहिँ के भन्छ भने दे मस्ट बी मोर सेक्योर्ड देन द पर्सन्स हु आर पोस्टिङ अन द फेसबुक एन्ड रिल्स। भनेको फेसबुकमा पोस्ट गर्ने, युट्युबमा राख्ने, टिकटकमा राख्ने भन्दा कमेन्ट नगर्ने, कुनै पनि एक्टिभिटी नगर्ने मान्छे चाहिँ भित्रबाट इन्टरनल्ली मोर सेक्योर्ड हुन सक्छ। दे माइट बी सेल्फ अवेयर, भनेको एकदमै चेतना हुनसक्छ कि उनीहरूलाई कस्तो चिज मैले फेसबुकमा पोस्ट गर्नुपर्छ, कस्तो चिज राख्नु हुँदैन, मैले फ्रिक्वेन्सी कतिमा राख्ने। कोही मान्छेले दिनमै 8टा पोस्ट गर्छन्, कसैले दिनमा एउटा पोस्ट गर्छन्, कसैले हप्तामा एउटा गर्छन्, कसैले महिनामा एउटा पोस्ट नगर्ने मान्छे पनि तपाईँ भेट्न सक्नुहुन्छ, तपाईँकै साथीभाइ होइन। अनि आफूले बर्थडेमा विस गर्यो, उसले आफूलाई बर्थडेमा विस गरेर आउँदैन भनेपछि सो त्यस्ता व्यक्तिहरूले चाहिँ एक्सटर्नल अप्रुभल खोज्दैन। अरूले अप्रुभ गरिदिए हुन्थ्यो, मेरो कमेन्टमा लाइक गरिदिए हुन्थ्यो, कमेन्ट गरिदिए हुन्थ्यो भन्ने कुरासँग उनीहरूलाई कुनै मतलब हुँदैन। उनीहरूको ह्याप्पिनेसको लागि उनीहरूले एक्सटर्नल वर्ल्डले के गर्छ भन्ने कुरालाई खासै महत्त्व दिँदैनन्। उनीहरूले आफ्नो ह्याप्पिनेस आफूभित्र खोज्छ होइन। दे सर्च देयर ह्याप्पिनेस इनसाइड देमसेल्भ्स होइन। सो त्यही अघि भने जस्तै गरी इमोसनली सेक्योर्ड मान्छेले मात्रै यस्ता फेसबुकमा पोस्ट नगर्ने, रिल्सहरू नराख्ने गर्न सक्छन्। अनि दे आर भेरी कन्फिडेन्ट, र एकदम कन्फिडेन्ट हुन सक्छन् र उनीहरूलाई कसैको एटेन्सनको आवश्यकता पनि छैन।